BYD एउटा ब्रान्ड नेम जुन चाहिँ तपाईहरु सबैजनाले सुन्नु भएको नै छ होला। सो एउटा स्मार्टफोनको ब्याट्री बनाउने कम्पनी आज आएर इलेक्ट्रिक कार बनाउन थालेको छ। सो इन दिस भिडियो आई एम गोइङ टु प्रेजेन्ट यु BYD Atto 1। सो Atto 1 चाहिँ हामीले दुईटा भेरिएन्टमा पाउन सक्छौँ, एउटा डाइनामिक र प्रिमियम। सो डाइनामिकको चाहिँ हाम्रो 30 किलोवाट रहेको छ भने प्रिमियमको चाहिँ 38 रहेको छ। र डाइनामिकले रेन्ज भनेको 230 सम्म दिन सक्छ भने हाम्रो प्रिमियम भर्जनले चाहिँ 300 सम्म दिन सक्छ है। मोटर पावर र टर्कको कुरा गर्नुहुन्छ भने दुईटै भेरिएन्टमा चाहिँ एउटै रहेको छ है। जस्तो डाइनामिक भेरिएन्टमा पनि 45 किलोवाट रहेको छ, प्रिमियममा पनि त्यही रहेको छ। सो टर्कको कुरा गर्नुहुन्छ भने 135 न्युटन मिटर रहेको छ है। र दुईटै भेरिएन्ट फ्रन्ट व्हीलमा आउनेछ, सिट 5 सिटर र ट्रान्समिटर अटोमेटिक हुनेछ। पछाडि हेर्नुहुन्छ भने यहाँबाट यति लामो कनेक्टिङ लाइट पाउन सक्नुहुन्छ भने यहाँ हल्का डिजाइनवाला र हामीले हेजार्ड लाइट बालिरहेको छौँ। सो भित्र बोनेटको स्पेस हेर्नुहुन्छ भने त्यति साह्रो ठुलो पनि छैन है, ठिकै छ, विच इज काइन्ड अफ गुड। यहाँ चार्जर पनि दिनुभएको रहेछ। सो स्पेस चाहिँ यति छ। सो यो गाडीको चाहिँ ग्राउन्ड क्लियरेन्स भनेको चाहिँ 175 mm को रहेको छ है। सो इट्स भेरी म्यासिभ है। हजुरले यसमा 16 इन्चको व्हील्स पाउन सक्नुहुन्छ है, जुन चाहिँ उकालो ओह्रालो अफ रोड जाँदाखेरि स्टेबिलिटी पाउनुहुन्छ। सो बिचमा चाहिँ हामीले इन्फोटेनमेन्ट स्क्रिन पाउन सक्छौँ, विच इज 10.1 इन्च है त। सो यता ड्राइभर डिस्प्ले रहेको छ, विच इज 7 इन्च। गाडीको अरू फिचर्सहरू चाहिँ यहाँबाट सर्टकट गर्न मिलेको, जस्तै यहाँ ड्राइभ मोड भयो, अनि यो भनेको हाम्रो स्पोर्ट इको मोड लाउने भयो, र अरू हाम्रो एसीकोहरू छ, भेन्टको छ, यो भयो भोल्युम अपको। सो इन्फोटेनमेन्ट स्क्रिनहरू भइहाल्यो, योहरू मोड्सहरू गर्ने, त्यसपछि एसीको भेन्ट र दुईटा पोर्ट पनि दिएको छ है, एउटा USB एउटा C टाइप, र यहाँ चाहिँ हाम्रो फोन चार्ज गर्न मिल्ने दुईटा कप होल्डर। र यो गाडीमा चाहिँ 6 एयर ब्याग्स पाउँछ है सेफ्टीको लागि। र एउटा स्याडको कुरा के हो भने हामीले यो गाडीमा चाहिँ 360 पाउँदैनौँ है। सो गाडी आज हामीले शिवपुरीको डाँडामा चढाएका थियौँ है, विच इज हाइवे। सो हाइवे रिभ्यू जस्तो पनि भयो, र यसले चाहिँ बब्बाल पर्फर्मेन्स दिएको छ है। हामीले इको लगायत स्पोर्ट्स र नर्मलमा पनि चलाएर हेऱ्यौँ, पर्फर्मेन्स चाहिँ दामी छ। ओके, आज हामी BYD Atto 1 चाहिँ शिवपुरी डाँडामा लिएर आएको छौँ है। सो हाम्रो ब्याट्री पर्सेन्ट चाहिँ 76 रहेको छ भने रेन्ज चाहिँ 204 देखाइरहेछ। एउटा हाइवे रिभ्यू जस्तो पनि, र उकालोमा कस्तो पर्फर्म गर्छ यो गाडीले भन्ने कुरा हेर्छौँ है त हामी।
सो हामी लगभग माथि आइसकेको छौँ चेक पोस्टमा। अहिले हाम्रो 72% रहेको छ र 194 किलोमिटर देखाइरहेको छ। सो हाम्रो ब्याट्री खपत यति भयो र हामी अहिले यतिमा छौँ। सो लास्टमा आउने भनेको प्राइसकै कुरा हो होइन। सो यसको दुईवटा भेरिएन्ट छ, एउटा डाइनामिक र प्रिमियम। डाइनामिकको प्राइस भनेको 28,95,000 र प्रिमियम भेरिएन्टको चाहिँ 32,79,000 छ। भिडियो अन्त्यसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद र यस्तै एक्साइटिङ भिडियोजको लागि सब्सक्राइब टु माई युट्युब च्यानल।